हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ हो असार 2 गते। हामी चाहिँ जाँदैछौँ बिमारहरूको लास्ट मेला 10 बिघे मेला, जुन चाहिँ मङ्गलबारेमा लाग्ने गर्दछ। त्यसै कारणले हामी चाहिँ बिहानै मङ्गलबारेतिर लाग्यौँ। मेला चाहिँ बेलुका नै गए तापनि मङ्गलबारेमा चाहिँ हाम्रो बुढीको घर भएको कारणले हामी पहिले त्यता जाने, त्यस पछाडि बेलुका मात्र मेला जाने भनेर बिहानै नै बुढीको घरतिर लाग्यौँ। अनि मङ्गलबारे पुग्दा चाहिँ हामीलाई दादाले लिन आइसक्नु भएको रहेछ। दादाको सिटी देखेर चाहिँ हतार हतार हामी चाहिँ दादाको सिटीमा चढ्यौँ। अनि दादा पनि सब्जीहरू लिएर आउनुभयो। त्यस पछाडि चाहिँ हामी लाग्यौँ घरतिर। अनि घरमा पुग्दा चाहिँ भाउजूले मासु पकाउँदै हुनुहुन्थ्यो। अनि दादाले चाहिँ यता सेक्वा बनाउँदै हुनुहुन्छ बहिनी ज्वाइँहरूलाई भनेर। बोइले चाहिँ यहाँ मासु काट्दै हुनुहुन्छ अनि अर्को बोइले सघाउँदै हुनुहुन्छ। त्यसपछि चाहिँ हामी खाजासाजा खाएर दादा भाउजूलाई बाई बाई भनेर हामी चाहिँ मेला गएको है, तपाईँहरू नजाने भनेको हामी भरे जान्छौँ भन्दै हुन्थ्यो। तिमीहरू जाँदै गर भनेर बाई गरेर हामी चाहिँ मेलातिर लाग्यौँ। झन्डै अरू बेलाको भन्दा त्यति धेरै गर्मी चाहिँ आज थिएन। मान्छेहरूको आउने जाने क्रम चाहिँ अत्याधिक बढी नै रहेको थियो। सबैले रमाइलो गरिराख्नु भएको थियो, रोटी पनि खेलिराख्नु भएको थियो। मलाई पनि खेल्न मन लाग्दै थियो, तर के गर्नु, नानीहरूसँग गएको थियौँ, त्यही भएर हामी चाहिँ यत्तिकै मेला मात्रै गयौँ। स्टेजतिर जान खोज्दाखेरि पनि भिडले पुग्नै नसकिने हो, कति साह्रो भिड। अनि मेरो छोराले चाहिँ गोला खाएर हेर न मुख राख्दै बनाएर आएछ। त्यस पछाडि फेरि पनि माथि माथि बिस्तारै घुम्दै गयौँ। अनि चाहिँ ग्राउन्डमा पुगेर चाहिँ बाबा छोरा छोरीको वक हुँदैछ यहाँ। अनि हामीले चाहिँ आन्टीहरूलाई भेटाएको थियौँ। अनि फेरि आन्टीहरूसँग भेटघाट गरेर फेरि घुम्न लाग्यौँ। बाबा छोरा छोरी चाहिँ पुरा दुईजनालाई नै बाबै चाहियो अरे। अनि पुरै घुम्दै थिएँ। अनि मेला गएपछि ढोल नहेर्ने त कुरै भएन होइन साथीहरू। पुरै आज चाहिँ कति धेरैवटा ढोल ल्याउनु भएको रहेछ। पुरै ढोल बजाउँदै हुनुहुन्थ्यो, सबैजनाले हेर्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ फेरि बहिनीहरूलाई भेट्यौँ। बहिनीले चाहिँ उसको बेलालाई दर्शन गर्दै थियो। अनि त्यस पछाडि हामी चाहिँ अब जानुपर्छ, फेरि गाडी भेटाइँदैन भन्दै बाहिर निस्किन लागेको अब चाहिँ। अनि बाहिर निस्केर हामी चाहिँ घरतर्फ लाग्यौँ। ओके बाई बाई साथीहरू।